यो चाहिँ मेरो चारधामको भिडियो हो। अब चारधाम जाँदैछौँ। भित्र जानलाई एन्ट्रीमा गएर टिकट काट्नु पर्दो रहेछ। त्यहाँदेखि टिकट काट्यौँ। टिकट काटेर चाहिँ भित्र पस्यौँ। भित्र पसेर फुलमालाहरू के हातमा लिएर फोटोसोटो एक दुईवटा खिचेँ। अनि त्यसको पछाडि भित्र जाँदै थिएँ। भित्र जाँदाखेरि यसो हेरेको त पुरा धुम्म छ मन्दिर। अब भगवानको मूर्ति त राम्रो देखिँदैन र पनि कस्तो कस्तो लाग्यो र पनि गएँ भित्र अब दर्शन गर्छु भनेर। अनि यसो बाहिर पनि एक दुईवटा फोटो खिचेँ। अनि भित्र पसिसकेपछि त एकदम साथ दिनुभएको होला भगवानहरूले पनि। उज्यालो भइदियो मौसम पनि। त्यहाँनिर भगवानलाई पनि एकदम दर्शन गर्न पाएँ। अनि त्यहाँनिर भुटिया ड्रेस पनि रहेछ, त्यो पनि लगाएँ बहिनी र मैले। अनि त्यहाँदेखि भित्र जानलाई एक दुईवटा सेल्फी लिँदै भित्र पसियो हामी दाजुबहिनी। अनि भित्र गएर यसो भगवानलाई दर्शन गरेँ, पानी चढाएँ, बहिनीले पनि चढाइ। अनि बाहिर निस्क्यौँ। बाहिर निस्किँदा यसो वरिपरि हेर्दाखेरि त्यहाँको धुन सुनिरहँ जस्तो लाग्ने। त्यहाँ छोडेर नाम्ची छोडेर चाहिँ जाँदै नजाउँ जस्तो। चारधाम चाहिँ एकदम आनन्द लाग्यो मलाई। एकदम खुसी लाग्यो। त्यहाँनिर यो उज्यालो वरिपरि मूर्ति भगवानहरू हुनुभएको जग्गा। अनि त्यसको बादमा म राभाङला गएको। राभाङला जाँदा चाहिँ बाटोमा जाँदाखेरि नै पानी परिरहेको थियो। पानी पर्दा पर्दै त्यहाँनिर गइयो जान चाहिँ अब कहिले नपुगेको फर्स्ट टाइम। त्यहाँ पुगेपछि पनि धुम्म छ भित्र जानलाई। वरिपरि सबै धुम्म छ। मूर्ति नभए त बाहिर देख्यो अरूले भन्दा त छ्याङ्ग देखिन्छन् भनेको सुन्थेँ। तर खोइ म पुग्दा त देखिनँ। उही नजिकै पुग्दाखेरि पनि धुम्म भएर के र पनि एक दुईवटा फोटो खिचेँ। फोटो खिचेर अनि भित्र पनि गएँ, दर्शन गरेँ। अनि फेरि बाहिर निस्केर फेरि एउटा दुईवटा फोटो खिचेँ। राभाङलाको चाहिँ त्यस्तै भयो, फोटो मात्रै खिचाइ भयो। भिडियो एउटा दुईवटा पनि भएन। र पनि आनन्द लाग्यो, खुसी लाग्यो। हस् त नमस्ते, यति नै हो।